हाम्रो चाहिँ आज मेरो चाहिँ सेकेन्ड डे हो, उसको चाहिँ आज फर्स्ट डे भएको। हेरौँ कस्तो हुन्छ है आज। अब क्लास चाहिँ मेरो रुममेट बवाल छ नि, रुमहरू सब मिलाएर रुमको यस्तो 60,000 को रुम। तिमी बन्द गर। हाम्रो नेपालमा भए 7,000 होइन। यहाँ चाहिँ हाम्रो हिमराज बटाहरू लाने भोलितिर आजै लाने हो। यहाँ चाहिँ जापानमा चाहिँ यस्तो गाइड फोहोर पनि फाल्न नमिल्ने, फाल्न त मिल्ने। अब हामीलाई केही थाहा छैन, कलेजमै क्लासमै लानुपर्छ। क्लासमा लगाएर यस्तो छ यस्तो फोहोरहरू पनि लगेर जानुपर्छ क्लासमा। उयो प्लास्टिक लाने होइन भन्दा त यो सेन्सेले तिमीहरूले त्यो बाक्साहरू ल्याऊ भने त्यो बाक्साहरू होइन, कहिले त त्यो प्याज काटेको सबै ल्याएछ भन्दा गाली गरेर आएको थियो। नेपालमा यसमा पैसा आउँदैन है, यहाँ त यो फाले पनि पैसा दिन्छ। हेलो गाइज, अब आजबाट एउटा सानो ब्लग सुरु गरिरहेछ है। फर्स्ट डे चाहिँ क्लासको। हेरौँ कस्तो हुन्छ आजको क्लास। मेरो रुममेट चाहिँ एकदम मिल्ने दाजुभाइ, साथीहरूले पनि दाजु। म यसरी बोल्नुपर्छ ल। नेपालमा भएर जहाँ पनि फाल्दा भने त यहाँ त जरिवाना लाग्छ। हामी चाहिँ 3 तल माथि है गाई। भारी त भएको छैन नि। कस्तो ब्लग बनाएर नआउने यार, फस्दिने यार आज। यस्तो अच्छा ल, यस्तो बवाल छ, कहीँ फोहोर छैन। सिक्का पैसा डबल पैसा लिएर है छ ल। यहाँ चाहिँ कोक छ होला, भेन्डिङ मेसिन हाल्ने ल। के खाने उता खानु यहाँ कोक छैन। पैसा चाहिँ कहाँ हाल्ने? पैसा यहाँ हाल्ने अनि हामीले यहाँ यसरी थिच्ने अनि यहाँबाट आउँछ क्या। उता खानु यहाँ कोक छैन। रुम होस्टेलको मुनि चाहिँ यस्तो ल। एउटा म बोक्छु त, यस्तो सफा छ। एउटै ठाउँमा छैन। भिडियो त ठिकै आउँछ भ्लग बनाउने ठाउँमा चाहिँ। यहाँ खिच्दैन उयो यता हामीले त्यस्तो राम्रो रुमबाट होस्टेलबाट गएको चाहिँ हाम्रो त्यो जम्मा 5-10 मिनटमा होइन, 10 मिनट पुग्दैन ल। यस्तो बोकेर हिँड्नुपर्छ ल। कता ल हाम्रो त्यतै हो। हामी जाने एउटा सानो भ्लगबाट अब सुरु गरेको छ। भ्लग बनाउनु त आउँदैन खासै, यसो सिकिरहने मात्र हो। सुरुवात भयो बाटो कस्तो सफा है, आउँछ भाइ। हाम्रो नि साइकल किन्नु पार्किङ लाग्दैन होला, केही चलेन। यहाँ पनि यसो गाइस, त्यही भेन्डिङ मेसिन बाटो कति गरे पैसा मात्र हुनुपर्ने छ। आजको बिहानको सुरुवात है सानो भ्लगबाट। बियर चाहिँ सक्छौ, बियर सक्छ कि पानी सक्छ? पानी म उभिरहन ल। फेरि घरमा चाहिँ पानी फेरि वाल्छ जति खायो नि एकदम मेन दुनियाँ कस्तो दामी है। ए उयो त ल पछि यहाँ रातो बोल्दा छ नियम त पालन गर्नु पर्यो। फर्स्ट यस्तो डर फिल हुन्छ कि फर्स्ट हामीलाई चाहिँ। हेरौँ
त्यही डर फिल हुन्छ कि अब न केही गरिरहनु लाग्ने कि केही हुने कि अब हिजो मैले यस्तो ठाटा टुटे बोलेर भने अब एकपल्ट के उसपाटि बोलेको भने जाने बोलेर ठाटा टुटे बोलेर यताउति डर पनि साथी होइन हेर ल गाइस हाम्रो चाहिँ सिटीमै है तर त्यस्तो राम्रो ठाउँ छैन राम्रो चाहिँ ठाउँ पनि गएको थियो होस्टेलसम्म चाहिँ आज नयाँ भर्खर सुरु गरेर है धेरै टाढो छैन गएको एउटा कुन उयो यो अब यो अगाडिको ल गाइस यस्तो सफा आनन्द छ एउटा माइक किन्नु पर्ने चाहिँ साउन्ड आउँदैन भने हो रहेछ नेपालमा भयो चाहिँ पछाडि पनि हाल्न रोकेछ यहाँ एकदम गाडी डिस्टेन्स एकदम टाढो गाडी हाम्रो चाहिँ नजिक आउँछ एकदम नजिक ठ्याक्कै खुल्यो यो बाटोमा चाहिँ मान्छे बाटो कि चल्ने साइकल नि भगवान् हेरौँ राम्रै आउँछ म नि उसो ढक्कै बनाएर त्यति बनाएर अनि ल फर्स्ट अब यस्तो भगवान् भयो त्यो साइकल हिँड्छौँ क्या ल त्यो मान्छे हिँड्छौँ भने साइकल हिँड्छौँ यहाँ चाहिँ सारी जोडेर पनि हिँड्नु भनेर होइन केटाहरू होस्टेल अगाडि त तिमीपट्टि एक गुलरमा सकिने उयाबाट हामी के जानुपर्छ हाम्रो लोकेर हेरेर जानुपर्छ नि बगालकै सफा छ क्या हातै दुख्यो अहिले बोक्दा बोल्दा बोल्दा साइकल हिँड्ने बाटो पनि हामी त्यो छोटो बाटो हिँड्नु पर्ने छ साइकल यहीँबाट हिँड्नु पर्छ यस्तो बबाल छ के अरे टिभी सानो भने यतिको ग्याप हुन्छ ल गाडीहरू हाम्रो त कहाँ पछाडि हाल्ला भन्ने डर हुन्छ नि नेपालमा पनि यस्तो नियम नियम गरेको त्यो सिस्टमले त्यहाँ भगवान् सबैको नियम यतिको नियम कुन के गर्छ नि ओहो धेरै अगाडि छ नि भिडियो बनाउनु पनि ठाउँहरू छैन नि भगवान् छ एकछिन गाडी हो किन हो ल यहाँ चाहिँ छ झुकेकै राम्रो हुन्छ पैसा चाहिँ त्यही भन्दा जोडेको नि त्यही किनभने गाउँबाट हेर्दै हेर्दैन बगाल अनि सिन हेर्दै जाने हाम्रो केटीहरू पनि लास्टै हुँदैन नि कहाँ यस्तो सिन हेर्दै जाने अनि त्यो देखाएको ल यस्तो अस्ति भर्खर सुरु आज कता खानु क्लासिक हेरेर हामीले क्लासिक खानु त्यसो भयो नम्बर 10 मिनेट त्यसमा काम चाहिँ नगर्नु हुँदैन सम्बन्ध राख्नु भने दुईटा समस्या पाँच दिन एक पेटा काट्छ ओके सम्बन्ध राख्नु भने त्यो राख्नु भयो समाज चाहिँ यहाँ एकदम नियम बढी नियम पालन गर्ने सबैजना गाउँको अब नदीबाट हामीले गएको फेरि त्यो भिडियो बनाउँदै त्यहाँबाट नि घरबाट बनाउँदै फेरि अहिले सुरुमा चाहिँ स्पिड लगाएर पनि किन स्पिड लगाउने थियो अरु नाले रात परेर के गाडी बोल्नु पर्यो यस्तो वाल माथि माथि सुरु गाडी हो सामने गाडी हो तल चाहिँ नियम नियम गाडी तो वाल तपाईँ यहाँ गर्न आएन गा बाइक एउटा नि बाइक हुँदैन त्यो बाइक हुँदैन त्यत्रो ठाउँमा गयो बाइक हिँड्यो भने गाडी हो चल्यो म लाटा गाडी jadi itu udah kayak ini yang dia balik sini kok ambil ini guys kita ini हामीलाई चाहिँ क्लासमा बिहान फर्स्ट डेमा चाहिँ 8 बजेर 20 मिनेटमा बोलाउनु भएको थियो 25 मिनेटदेखिको क्लास फेरि 8:25 को 8:20 मा बोलाउनु भएको सेन्सेले 8:20 मा पुगेन भने फेरि के अरे फर्स्ट इम्प्रेसन इन लास्ट इम्प्रेसन भन्नुभएको अब फर्स्ट डेमा चाहिँ टाइममा पुगेन भने त्यही एकचोटि नराम्रो भएपछि सेन्सेको अगाडि चाहिँ नराम्रै हुन्छ जहिले
त्यही भएर हामी चाहिँ आज चाहिँ कति बजे भर्खर 8 बजे छ 8 बजे नै गएको बोन लगाइसक्यो सेन्से पनि एकदम मिल्ने हुनुहुन्छ उता नेपालकै सेन्से हुनुहुन्छ हामीलाई गाइड गर्ने पनि सबै सेन्से यही हो ए हाम्रो गएको पनि आइसकेको छ यहीँ रहेछ ल यही हो गाई छ हाम्रो गएको पनि धेरै मिनेट चाहिँ छैन अब गएको भित्र चाहिँ भिडियो बनाउनु मिल्दैन यही हो हाम्रो जग्गा यस्तो छ गएको बाहिरको गएको चाहिँ यहाँ हो अब आइएक्स ग्रुप यही हो गएको चाहिँ हो अब लास्ट अब भित्र चाहिँ बनाउनु मिल्दैन हेलो गाइस अब क्लासबाट चाहिँ आइसकेको होस्टेल फीहरूको यताउति बारे मात्र हो ब्याङ्क खाता खोल्ने बारे यताउति क्लासबाट आएर मेरो साथी चाहिँ यहाँ एउटा के सामान लिन्छ कोल्ड ड्रिङ्कहरू डबल पैसा आयो भने यहाँ छ डबल पैसा कति रुपियाँ चाहियो 100 रुपियाँ रे 60 रुपियाँ छ पैसा लिनु पर्छ यो त 500 गरेर यो कति रुपियाँ 50 रुपियाँ चौध एकचोटि निकाल्यो भने ₹100 होइन 100 रुपियाँको चाहिँ यहाँ निकाल्नु लागेको छ साथीले खोइ खोइ कति पैसा सबै पैसा हाल्नु साथी पैसा यहाँ देखाउँदैछ सामान साथी के पेप्सी हो पानीको पनि कति रे यहाँ पानी छ त वाटर यहाँ छ त यो पानी 140 यसको साथी 130 यस्तो 130 यस्तो पनि आउनु छ रुमको पनि यस्तो छ भर्खर रुममा आइपुग्यो क्लासबाट ल कति सस्तो 100 रुपियाँमा सामानहरू यस्तो कोल्ड ड्रिङ्कहरू ल रुममा आइपुग्यो गाइस क्लास गरेर